बैंक अफ काठमाडौँ लिमिटेडले गत साता बानेश्वर, ज्ञानेश्वर र त्रिपुरेश्वरमा शाखा विस्तार गरेको छ। यी नयाँ शाखाहरूको सँगै बैंकको शाखा सङ्ख्या अब 26 पुगेको छ। साथै बैंकले अन्य 6वटा एक्सटेन्सन काउन्टरबाट समेत सेवा प्रदान गरिरहेको बताएको छ। बैंकले यी नयाँ शाखाहरूबाट पनि अन्य शाखाहरू जस्तै निक्षेप, लगानी, रेमिटेन्स, एटिएम लगायतका बैंकिङ सेवाहरू प्रदान गर्ने बताएको छ। ग्लोबल बैंक लिमिटेडले गत साता बुटवल र कीर्तिपुरमा शाखा विस्तार गरेको छ। यी दुवै शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्र ढकालले गर्नुभयो। यी नयाँ शाखाहरूबाट बैंकको कुल शाखा सङ्ख्या 11 पुगेको छ। साथै बैंकले बुटवल र कीर्तिपुरमा एटिएम समेत जडान गरेको छ। बैंकले यसै साता नारायणघाटमा समेत शाखा विस्तार गर्ने जनाएको छ। गाउँहरूमा जाने नै प्लान छ। हामी जस्तै अब तराई कम्पनी लानु पनि हामीले खोलिसकेका हो। त्यही हिसाबले हामीले अब बुटवल पश्चिमतिर पनि अब हामी सुरु गर्ने गरेका छौँ। त्यही आधारले बुटवलमा अहिले गरेको हो। नारायणघाट खोल्छौँ र यो वर्षभित्र हामीले अरू नयाँ ठाउँ हामीले एउटा फिजिबिलिटी स्टडी पनि गरिरहेको छौँ र 4-5वटा शाखा पश्चिमतिर हामीले अरू खोल्छौँ। बैंकले चालु आर्थिक वर्षको प्रथम 6 महिनामा 6 करोड 52 लाख रुपियाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। समीक्षा अवधिमा बैंकले 7 अर्ब 57 करोड रुपियाँ निक्षेप सङ्कलन गरी 5 अर्ब 93 करोड रुपियाँ कर्जा प्रवाह गर्नुको साथै 1 अर्ब 63 करोड रुपियाँ लगानी गरेको बताएको छ। साथै चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले 15 करोड रुपियाँ मुनाफा आर्जन गर्ने लक्ष्य लिएको बताएको छ। बैंकको हाल निष्क्रिय कर्जा 1% भन्दा कम रहेको छ। हाफ इयरली उसमा पनि गर्दाखेरि 6.5 करोड जतिको हामीले बिफोर ट्याक्सको प्रफिट ट्याक्स त भएको छैन होइन, आफ्टर प्रोभिजनको गरेका छौँ। यो आर्थिक वर्षको अन्तसम्ममा सायद यो 15-16 करोडको हाराहारीमा पुग्छ होला। भने चाहिँ राम्रो छ। क्यापिटल एडिक्वेसीको हिसाबले पनि त्यो धेरै राम्रो छ। हाम्रो 13.5 जतिको क्यापिटल एडिक्वेसी छ, जुन हाम्रो राष्ट्र ब्याङ्कको रिक्वायरमेन्ट अनुसार धेरै नै पोजिटिभ छ। लिक्विडिटीको पोजिसन पनि धेरै राम्रो छ। ग्लोबल ब्याङ्कको अलिकति लिक्विडिटी टाइट मार्केटमा टाइट हुँदाखेरि पनि हामीलाई खास इन्टरब्याङ्क बोरोइङ गर्न पर्यो। हामीले एज अ लेन्डरै हिसाबले गरिरहेका छौँ। बैंकले हाल एटिएम, एबिबिएस, ई बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवा लगायत रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको बताएको छ। साइन डेभलपमेन्ट बैंक आइतबारबाट सञ्चालनमा आएको छ। उक्त विकास बैंकको उद्घाटन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले गर्नुभयो। मुलुकको 62औं विकास बैंकको रूपमा स्थापित यस बैंकको अधिकृत पुँजी 10 करोड रुपियाँ, जारी पुँजी 10 करोड रुपियाँ र चुक्ता पुँजी 6 करोड रुपियाँ रहेको छ। साथै बैंकले 4 करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासन गर्ने बताएको छ। अहिले मानिसहरूमा रहेको व्यस्ततासँगै खाना खाने शैलीमा निकै परिवर्तन भइसकेको छ। राजधानी लगायत वरिपरिका सहरहरूमा छोटो समयमा फास्ट फुड व्यवसायले राम्रै बजार लिइरहेको छ। यसै क्रममा किमेन समूहले राजधानीको मुटु मान्ने दरबार मार्गको शेर्पा मलमा क्याफेरिना नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ। यहाँको प्राइस एकदमै रिजनेबल छ। कसैले पनि हो कस्तो अहिलेसम्म आएको क्लायन्टहरू, अहिलेसम्म आएको रेस्टुरेन्टमा भिजिटर्सहरूले हो कस्तो सस्तो रहेछ र कस्तो राम्रो छ, कस्तो मिठो र सफा सुग्घर रहेछ भन्नेमा बढी जोड दिएको अहिले पाइरहेका छौँ हामीले। यस रेस्टुरेन्टमा इन्डियन, चाइनिज, थाई, इटालियन परिकारको खानाहरू पाउनुको साथै उपभोक्ताले चाहेको खाना पाइने बताइएको छ। हाम्रो नेपाली क्लायन्टलाई मनपर्ने खाना भनेको इन्डियन हो, चाइनिज हो, अलिकति थाई पपुलर भइरहेछ, त्यसपछि अलिकति इटालियन खानाहरू पपुलर छ, कन्टिनेन्टल पनि मिठो मिठो खानाहरू हुन्छ। यो सबै त्यो बाहेक हाम्रो आफ्नै बेल मोमो ब्रान्ड अफ मोमोज हामी यहाँ पनि सर्भ गर्छौँ। यो सबैले गर्दाखेरि भेराइटी पनि त्यतिकै मात्रामा छ र नेपालीहरूलाई मनपर्ने नै हाम्रो हिसाबले हामीले यहाँ मेनु बनाएका छौँ। एक पटकमा 450 जनाभन्दा बढीलाई सेवा दिन सक्ने व्यवस्था मिलाइएको यस रेस्टुरेन्टले मध्यवर्गकादेखि उच्च वर्गका व्यक्तिहरूलाई लक्षित गरेको बताइएको छ। अहिले राजधानी लगायतका वरपरका क्षेत्रहरूमा जग्गाको मूल्यमा अत्याधिक वृद्धि भइरहेको छ, जसको कारण सर्वसाधारणहरूलाई घर निर्माण गर्न कठिन भएको छ भने यसको विकल्प खोजिन पनि थालिएको छ। यसै क्रममा सहरी क्षेत्रहरूमा बढ्दो हाउसिङ व्यवसायले राम्रो बजार ओगट्न थालेको छ।
आकर्षक नाराका साथ सर्वसाधारणहरूलाई आकर्षित गरिरहेको हाउसिङ व्यवसायमा लगानी पनि ठुलै रहेको छ। प्रस्तुत छ लोमस जोशीले तयार पारेको एक रिपोर्ट। राजधानी र राजधानी वरिपरिका जग्गाको मूल्य अत्याधिक रूपमा बढ्दै जानु र आवश्यक पूर्वाधारहरूको कमीका कारण सुविधा सम्पन्न अपार्टमेन्टहरूप्रति सर्वसाधारणहरूको रुचि बढ्न थालेको छ, जसका कारण विशेष गरी राजधानीभित्र यस्ता अपार्टमेन्टहरू बढ्ने क्रम उल्लेख्य रूपमा बढ्न थालेको छ। वाणिज्य ब्याङ्कहरू हाउजिङमा लगानी गर्न उत्सुक हुनुले पनि यस क्षेत्रलाई थप प्रोत्साहन मिलेको छ। अहिले हाउजिङ उद्योगमा करिब 15 अर्ब रुपियाँ लगानी रहेको छ भने यो बढ्ने क्रम यथावत रहेको छ। मानिसहरूले पनि झन्झटरहित किसिमले चाहिँ तपाईँको रेडिमेड घरहरूमा चाहिँ बस्न पाउने अवसर प्राप्त गरिरहेछ। ब्याङ्क्सहरूले पनि यो सेक्टरमा चाहिँ लगानी गर्ने एउटा अवसर प्राप्त भइरहेछ। यसले गर्दाखेरि अहिलेको अवस्थामा नेपालमा जुन अन्य सेक्टरमा जुन लगानी गर्ने अवस्था छैन, यो नेपालको अहिलेको वर्तमान परिस्थितिमा जुन एउटा शान्ति सुरक्षाकोदेखि लगायत अन्य विविध कारणले गर्दाखेरि अरू सेक्टरमा चाहिँ अहिले इन्भेस्टमेन्टको चाहिँ त्यस्तो किसिमको आकर्षण छैन। त्यसकारण एउटै मात्रै क्षेत्र भनेको अहिले सहर केन्द्रित, त्यसमा पनि ल्यान्ड एन्ड हाउसिङ डेभलपमेन्ट भनौँ होइन, यसमा चाहिँ ठुल्ठुलो हाउसिङ कम्पनीजहरू बनाएर चाहिँ लगानी गर्न सक्ने एउटा चाहिँ लगानीको एउटा अवसर, त्यो खालको एउटा ढोका चाहिँ खुल्ला भएको छ। ल्यान्ड लिमिटेड छ होइन, सो टु एकोमोडेट लार्जर नम्बर अफ पिपल इट इज भेरी इम्पोर्टेन्ट द्याट हामी एपार्टमेन्टमा कन्भर्ट हौँ। अदरवाइज घर बनाएर त्यतिकै मान्छे एकोमोडेट गर्न यु निड अ लट अफ ल्यान्ड विच काठमाडौँमा भेरी लिमिटेड छ। फेरि आजकल काठमाडौँमा ल्यान्डको प्राइस पनि यति भइसक्यो कि एउटा 2 आना 3 आना जग्गामा पनि घर बनाउनलाई मान्छेलाई 40 लाख 50 लाख पर्ने भयो, विच इज गेटिङ आउट अफ रिच अफ कमन पर्सन। त्यही भएर हामीले के सोचेको भने एउटा मिडल क्लासलाई टार्गेट गरेर वी वान्टेड टु मेक अ हाउसिङ विच विल केटर टु द मिडल क्लास। ठुला ठुला भवनमा बस्ने इच्छा त छँदैछ, साथमा स्विमिङ पुल, बगैँचा, पार्किङको समेत सुविधाहरू सहित बनिरहेका अपार्टमेन्ट खरिद गर्न चाहनेहरू पनि बढ्न थालेका छन्। तर बढ्दो इच्छासँगै यी अपार्टमेन्टहरू बताए अनुरूप बन्ने हो कि होइन भन्ने अन्यल पनि सर्वसाधारणहरूमा रहेको छ। बाहिर जति एड गरेर हुन्छ होइन, त्यो अनुसार चाहिँ नपाइएको पनि कति ठाउँमा देखिएको छ कि, जस्तो कन्स्ट्रक्सनमा यस्तो भयो भनेर बनाएको हुन्छ होइन, पछि चाहिँ त्यसको चाहिँ फिडब्याक चाहिँ कहिलेकाहीँ चाहिँ पोर देखिन्छ। त्यो चाहिँ राम्रो हुनुपर्छ जस्तो लाग्छ। जुन विज्ञापन हामी देख्छौँ, जुन हाम्रो चाहिँ एड देख्छौँ, त्यसकै आधारमा चाहिँ गएर चाहिँ सबैजनाले किनिहाल्नु हुँदैन। त्यसको पछाडि यहाँले चाहिँ उपभोक्ताहरूले त्यसको बारेमा जानकारी राख्न जरुरी हुन्छ। जसरी एउटा साधारण चाहिँ सामान बजारमा किन्दाखेरि हामी त्यसको क्वालिटीको कुरा विचार गर्छौँ, त्यसको रेटको कुरा विचार गर्छौँ, मूल्यको कुरा विचार गर्छौँ, त्यस्तै हिसाबले पनि तपाईँको चाहिँ हामीले त्यत्रो चाहिँ आफ्नो जीवनभरको कमाइले चाहिँ घर खरिद गर्दाखेरि, एपार्टमेन्ट खरिद गर्दाखेरि चाहिँ ठुलो विचार चाहिँ पुर्याउनुपर्छ। यता नगर विकास आयोजनाले यी अपार्टमेन्टहरूले स्तरीय मापदण्ड पूरा गरी निर्माण गर्ने योजना तयारको आधारमा अनुमति दिएको बताएको छ। अहिले राजधानीका अनामनगर, सिनामङ्गल, टेकु, दिल्ली बजार, महाराजगञ्ज, धोबीघाट लगायतका प्रमुख केन्द्रहरूमा अपार्टमेन्टहरू तयार भइरहेका छन्। त्यो योजनाको स्वीकृति भनेको त्यो जग्गामा अपार्टमेन्ट बनाउन उपयुक्त छ कि छैन, त्यो चिजहरू नगरपालिका यो भनौँ हाम्रो काठमाडौँ उपत्यका नगर विकास समितिले हेर्छ। यसमा हेर्ने पर्ने मुख्य कुराहरू चाहिँ अपार्टमेन्ट बनाउने मान्छेले, निर्माणकर्ताले अधिकतम 50% मात्रै जग्गा ओगटेर घर बनाउन सक्छ र त्योभन्दा कम नै सबैको हुनुपर्छ र बढीमा 50%। त्यस्तै त्यहाँ खुला क्षेत्र 20%, हरियाली क्षेत्र नै राख्नुपर्छ र अन्य खुला क्षेत्र चाहिँ 30%सम्म हुनसक्छ, त्योभन्दा घटाउन पाइँदैन। र अनि यसरी बनाइएका घरमा पुग्ने बाटोहरू र त्यहाँ त्यसलाई फार, अब भनौँ उसले चाहिँ चक्रपथभित्र बनाउँदाखेरि फार 3 पाउँछ र चक्रपथ बाहिर 3.5 पाउँछ, 3.5 पाउँछ भने त्यो भित्र छ कि छैन, त्योभन्दा बढी नागेर बनाउन पाउँदैन। यी नयाँ बनिरहेका अपार्टमेन्टहरू निर्माण लगत्तै हस्तान्तरण गर्न भने पाइने छैन। भवन निर्माण भएपछि नेपाल इन्जिनियरिङ परिषदबाट मान्यता प्राप्त इन्जिनियरहरूबाट गुणस्तरको जाँच भएपछि मात्र हस्तान्तरण गर्न सकिनेछ। यो नेपाल इन्जिनियरिङ परिषदबाट स्वीकृति प्राप्त इन्जिनियरहरूले सुपरभिजन गरेको हुनुपर्ने, त्यस्ता कुराहरू चाहिँ डेभलपरहरूले पालना गरेको हुनुपर्ने हिसाबमा हामीले दिएका छौँ। र निर्माण सम्पन्न भएपछि मात्रै बिक्री वितरण गर्न पाइन्छ। बुकिङ उहाँहरूले भला गर्नुहोस् केही छैन, तर अन्तिम बिक्री भनेको निर्माण सम्पन्न प्रतिवेदन प्राप्त हुनुपर्छ। त्यो निर्माण सम्पन्न चिज पनि स्वीकृति प्राप्त इन्जिनियरहरूले चाहिँ यो गुणस्तरयुक्त भवन छ भनेर प्रमाणित गरेपछि मात्रै बिक्री वितरण गर्न पाइन्छ। विगत 1 वर्षमा मात्रै करिब 1.5 दर्जन हाउसिङ कम्पनीहरूले अपार्टमेन्ट निर्माण गर्न अनुमति लिइसकेका छन्। साथै सर्वसाधारणहरूको यसप्रतिको मोहले अपार्टमेन्टहरूको माग अबको दिनमा थप बढ्ने व्यवसायीहरू बताउँछन्।
एपार्टमेन्ट्सहरू र अरू हाउसिङ कम्पनीहरूले ग्रुप हाउसिङ ल्याएको होम्सहरू हेर्नु भने अहिलेसम्म टोटल आई थिङ्क हार्डली 5000 युनिट्स मात्र काठमाडौँको पब्लिकले पाएका छन्. सो देयर इज स्टिल अ ह्युज डिमान्ड विच पिपल रिक्वायर. सो आई थिङ्क इन द नियर फ्युचर डिमान्ड फर एपार्टमेन्ट र ग्रुप हाउसिङ अहिले घट्दैन. जग्गाको मूल्यमा भएको निरन्तर वृद्धिका कारण आधुनिक शैलीमा अपार्टमेन्टहरू निर्माण हुनुले कम लागतमा नै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ. तर योजना अनुरूप नै यी अपार्टमेन्टहरू तोकिएको समयमा नै निर्माण गरी हस्तान्तरण गर्नु जिम्मेवार पक्षको दायित्व हो भने यसको अनुगमन सरकारले निरन्तर रूपमा गर्नुपर्दछ.